अहिंसात्मक ज्ञानको आन्दोलन, चेतनाको आन्दोलन। यस हिसाबमा मैले जेएनजी आन्दोलनलाई त्यो आन्दोलनमा को छिरेर कसले के गर्यो त्यो मेरो सरकारको विषय भएन, त्यो राज्यले गर्ने कुरा भयो। तर मैले त्यो आन्दोलनलाई अन्य भन्यो भने त्यो जेएनजी आन्दोलनको अवमूल्यन हुन्छ। मैले के भन्ने गरेको छु भने हामीले लामो समयदेखि नेपाली राजनीतिमा पुस्तौँ पुस्तालाई छोड्दै आएका थियौँ। अगाडि पनि हामीले धेरै मान्छेले, किनभने त्यो स्ट्रक्चर नै हामीले यस्तो बनाइदिएको थियौँ कि त्यहाँ नयाँ मान्छे आउनै पाउने थिएन। त्यसो भइरहँदा यो जेनजी पुस्ताभन्दा अगाडिको पुस्ताले पलायन भएर गयो, कोही विदेश गएरन्, कोही व्यवसाय परिवर्तन गरेर बसेरन्, कोहीले के गरेरन्, तर यसले पलायन हुन मानेन र यसले विद्रोह गरे। हामीलाई पनि समाज, हामीलाई पनि भाग चाहिन्छ, यो देश हाम्रो पनि हो, यो देश निर्माण हामी पनि गर्छौँ र राजनीतिक प्रक्रियामा हामी पनि चाहिन्छ भने यिनले विद्रोह गर्यो। त्यो जिम्मेवार संसद आउनुपर्छ र त्यसले जेनजी आन्दोलनले उठाएका राजनीतिक मुद्दाहरू, आर्थिक मुद्दाहरू, सामाजिक मुद्दाहरू, समावेशीका मुद्दाहरू, न्यायका मुद्दाहरू चाहिँ अब आउने संसदले त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ।